र बालन शाहको नेतृत्व सरकारलाई यो देशको शक्तिशाली सरकार हो, उसलाई सफल बनाउन अहिलेको विकास र समृद्धिको लागि लड्नको लागि नागरिकहरू तपाईको साथमा छ भनेर पनि हामी भन्न चाहन्छौँ। र देशको परिवर्तनको लागि काम गर्नुहोस्, युवाहरूको मन जित्नुहोस्, भ्रष्टाचारलाई कारबाही गर्नुहोस्, सुशासन दिनुहोस्। देशमा आजको आवश्यकता भनेको लोकतन्त्र विधिको शासन र कानुनी राज्य हो, त्यसको प्रत्याभूति दिनुहोस्। देशमा विकास असम्भव छैन। अब देशमा विकास हुन्छ, युवाहरूले खोजेको भनेको रोजगारी हो। त्यो रोजगारी दिन वर्तमान सरकार तयार हुनुपर्छ। र बाचा पत्र छ बालन शाहको नेतृत्व सरकारको 100 बुँदे हामीले पढेका छौँ। अब 100 दिनमा ती 100 बुँदाको बारेमा पनि हामी समीक्षा गर्नेछौँ र बालन शाहको नेतृत्वको सरकारलाई बल पुग्ने गरी स्वतन्त्र नारी अभियान अगाडि बढ्नेछ, भ्रष्टाचारलाई कारबाही र सुशासनको लागि काम गर्नेछ भन्दै यहाँहरू सबै नागरिकलाई, देशभरिका नागरिकलाई अभिनन्दन गर्दै विकासको एजेन्डामा अब ऋषि धमला गाउँ गाउँमा जानेछ, गाउँ गाउँमा पीडितहरूको पक्षमा उभिनेछ र देशभरि घुम्नेछ। र सडक किन पिच भएन भनेर मैले पत्रकारको रूपमा देखाएको थिएँ। बल्ल बल्ल डाउनेको सडक बन्दैछ, पिच हुँदैछ। म 17 पटक पुगेँ त्यहाँ। अब म त्यस्ता सडकहरू देखाउने छु र जनताको बिचमा रहने प्रण गर्दै आजबाट स्वतन्त्र नागरिक बनेर यो देशको परिवर्तन र विकासको लागि लाग्ने घोषणा गर्दै तपाईहरूको साथमा जनताको एजेन्डा बोक्दै जनताको लागि काम गर्ने, जनतालाई सबल र सक्षम बनाउने, जनताको लागि मात्रै काम गर्ने, पिछडिएको वर्ग, दलित, महिला र मुस्लिम समुदायको लागि काम गर्ने, हरेक तर तबकाको लागि काम गर्ने, नागरिक समाजको मार्ग निर्देशन अनुसार चल्ने उहाँहरू हाम्रो अभिभावक हो। सुरेन्द्र केसीको मार्ग निर्देशन हामीलाई चाहिन्छ। विमल कोइरालाको हामीलाई ठुलो सहयोग र समर्थन, सुझाव र सल्लाह चाहिन्छ। त्यसै हामी अगाडि बढ्न सक्दैनौँ। कृष्ण पहाडीको हामीलाई ब्याकबोनको रूपमा समर्थन चाहिन्छ। त्यसै हामी अगाडि बढ्न सक्दैनौँ। रञ्जनजी, रामप्रसादजी, कुमारजी सबैको सहयोग चाहिन्छ र नागरिक समाजका अभियन्ताजी सबैको हामीलाई सहयोग चाहिन्छ। यति भन्दै यहाँहरूबाट बिदा हुन्छु। जय जनता, जय नागरिक, जय जनता। आजबाट जय देश, जय जनता। थ्याङ्क यू सो मच। Gods of Nepal for entertainment and information.